हेलो साथीहरु नमस्कार। आज चाहिँ हामी यहाँनिर साथीहरु माछा मार्नु गएको सुनेको थियौं अनि आज चाहिँ हामी पनि माछा मार्ने ठाउँमा गएको छौं। यो साथीहरुको परिश्रम यहाँनिर यसरी पानी यता बगाउनु भएको रहेछ। यसरी जस्तो कि यहाँदेखि चाहिँ ती लहराहरु माथिबाट लाएर अनि यसरी तिर्पल बिछ्याएर यहाँ परदेखि चाहिँ यसरी लाएर चाहिँ अहिले यसरी माछा मारेको रहेछ। र आज यहाँदेखि मुनि अझ माछा कति मार्दो रहेछ भनेर हामी पनि हेर्न गएको छौं र भरे हजुरहरुलाई दोस्रो भिडियोमा माछा मारेको देखाउने छु। अहिले चाहिँ यहाँनिर पानीलाई कटाकोल म मेरो भिडियो मार्फत देखाइरहेको छु, हजुरहरुले देख्न सक्नुहुनेछ। र भरे कतिको माछा मार्नुहुन्छ यो पनि फेरि पुनः म मेरो भिडियो मार्फत हजुरहरुलाई देखाउन चाहन्छु। हस्त नमस्कार। ल साथीहरु आज चाहिँ यहाँनिर माछा मार्दै हुनुहुन्छ। यो चाहिँ धेरै माथि ठुलो पोखरी र माथिबाट झर्ना झर्थ्यो सदा यो माथिबाट। अहिले चाहिँ यहाँनिर पानी उता लगेर चाहिँ यो पोखरीलाई सुकाइरहनु भएको छ र सुकाउँदै गर्दाखेरि चाहिँ यहाँनिर यसरी पाइप लाएर चाहिँ यहाँको पानी तानेर चाहिँ आउट पठाउँदै हुनुहुन्छ साथीहरु। यहाँ अहिले माछा मार्ने क्रम जारी छ। यो जुन पाइपबाट पानी तानेर आउट गरिसकेपछि यहाँ सजिलै माछा मार्न सकिने भन्ने कुरा यहाँ हाम्रो माछा मार्ने टोलीहरुले बताइरहनु भएको छ। त्यसो भएको हुनाले यो अब लगभग 1-1.5 घण्टा चाहिँ यो पोखरी सुकाउनको लागि चाहिँ यो टाइम लाग्ने भन्ने कुरा साथीहरुले गर्नु भएको छ। र अहिले छेउछाउमा सानो माछाहरु यतातिर देखिरहनु भएको छ। र अन्तिममा म भरे फेरि ओ माथि हेर्नु त, ओ माथिबाट यत्रो आयो हो माछा, कुरो छ त्यहाँबाट बुर गरेर आयो हो। यहाँबाट चाहिँ माछा अहिले मैले एउटा निस्केको ठुलो माछा निस्केको देखेको छु। यो जुन कुरो छ माछा बस्ने। अनि है साथीभाइ यो साथीहरुको माछा मार्ने तरिका। अनि जुन यहाँदेखि चाहिँ एउटा मैले अहिले भर्खरै माछा निस्केको देखेँ। अब एकैछिन पछि चाहिँ यो 1-2 घण्टा पछाडि चाहिँ यो जुन यो पाइपमा पानी तानेर माछा मार्न सकिने भन्ने कुरा साथीहरुले बताउनु भएको छ। हेरौँ अब कतिको माछा मार्न सक्नुहुन्छ। र एकछिन पछि म दोस्रो भिडियोमा माछा मारेको पनि देखाउने छु। ल यो माथि चाहिँ जुन चेपमा चाहिँ माछा त्यो कुरीमा देखिरहेको छ। हाम्रो साथी माछा निकाल्नु अब जाँदै हुनुहुन्छ। ल अब साथीले त्यो चेपको माछा निकाल्ने जाँदैछ। ल त्यो कुनामा माछा देखिँदैछ। त्यो कुनामा किन आने रहेछ माछै हो। ल हेर्नु त माछा निक्लिनु त्यो कुनामा कस्तो त्यो भित्र त्यो चेपमा चाहिँ माछा अल्झिराखेको रहेछ। अघि माथि पानी थियो, अहिले चाहिँ ल हेर्नु त लु हेर्नु त ल Again. अझै रहेछ निकाल्दै हुनुहुन्छ। सकिएको अब चाहिँ ल
अब माछा लिएर साथी त्यो चेपबाट अब चाहिँ फर्किँदै हुनुहुन्छ ल है साथी हो माछा लिएर आउँदै हुनुहुन्छ हाम्रो साथी हेर्नु होला ल ल लु हेर्नुहोस् माछा त्यो चेपमा हालिदिएको रहेछ भुइँमा राख्नुहोस् त यता यता अलि यता ल्याउनुहोस् त लु यहाँ राख्नुहोस् त यहाँ यहाँ यता 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 राख्नु यता राख्नु ल माछाहरू चाहिँ त्यो जुन चेपमा हालिदिएको थियो र अहिले यहाँ खन्याउँदै हुनुहुन्छ ल हेलो लु हेर्नुहोस् त वाउ यो क्या माछा यता हुने यो छ एउटा ल यो दुईटाले चाहिँ के गयो क्या पाँचवटा चाहिँ बराबरको त्यो जुन पानी सुकेर पनि त्यो चेपमा चाहिँ माछा कत्रो छ मेरो नाडी जत्रो छ अलिक सानो रहेछ है यो ल हेर्नुहोस् है यत्रो माछा रहेछ दारी हुन्छ हावा निकै चल्यो माथिको त खत्रो असिना एक दुईवटा यत्रो नि एक दुईवटा मात्रै आएर टाइम त उस्तै बस्छ पाले भरेर छ आज तर यता उता गयो फेरि राम्रो खालको रहेछ कति धेरै पाओ अर्को चाहिँ अलिक बनाउँछ बनाउँछ यो त बनाउँदैन नि यो त पार त अहिले त धेरै निस्किनु कबङ हो त यो कबङ गएर पाजु धेरै निकाल्दै छ है साथीहरूले हुन्छ त पा पनि बेच्छ फेरि समय चिने पा त कति धेरै हो आज उल्टोपट्टि पछाडि फिल्टर चाहिँ आउने तर यसो एक बोल गर्छ नि अगाडिको छाती त हेलो गाइसहरू ल अब चाहिँ हेर्नुहोस् है अब चाहिँ माछा पक्रिने बेला भइसकेको छ हजुरहरूले अब माछा समातेको देख्नुहुन्छ यसरी पहायो अब चाहिँ लगभग अब चाहिँ माछा हजुरहरूले देख्न सक्नुहुनेछ पानी धेरै घटिसकेको छ अब चाहिँ लगभग 1 मिटर जति मात्रै पानी छ अब चाहिँ हजुरहरूले पक्कै पनि मेरो भिडियो मार्फत माछा देख्न सक्नुहुनेछ माछा पक्रिराखेको छ छेउछेउमा माछाहरू पक्रिसकेको छ माछा पहाडी अब चाहिँ यो कति पनि पानी छैन लगभग पक्रिसकेको छ अब चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ अब चाहिँ लगभग माछा निकालेको हजुरहरूले देख्न सक्नुहुनेछ अब चाहिँ
ओ एउटा पहाड देखियो हजुरहरू यो यत्रो गहिरो थियो यो माथि थियो अब अहिले चाहिँ पानी लगभग माछाको कुरी यस्तो भित्र माछाको बसेको छ यहाँबाट पनि अघि निकाल्नु भएको छ अब चाहिँ लगभग माछा देखिनु आँटेको छ सानो सानो भुराहरू यहाँ देखिँदैछ लगभग माछाहरू मसिनो मसिनो चाहिँ अहिले देखिन थालिसकेको छ गाइसहरू माछा अब चाहिँ देख्न सक्नुहुनेछ अब चाहिँ लगभग पानी धेरै घटिसकेको छ माछाहरूले यहाँ यसरी घुमिरहेछ हजुरहरूले देख्न सक्नुहुनेछ अब चाहिँ लगभग माछा निकाल्ने टाइम भइसकेको छ हजुरहरूले यो मेरो भिडियोमा देख्न सक्नुहुनेछ अब पानी 1 मिटर जति मात्रै अब गहिरो पानी छ र यहाँनिर चाहिँ माछाको ताती सानो भुराहरू चाहिँ धेरै रहेछ माथि उफ्रिएर ल साथी हो माछा मार्ने साथीहरू अब चाहिँ लगभग अघि चाहिँ यो माथि जुन पाइप देखिने डाँडादेखि पानी कटिन्थ्यो अब अहिले चाहिँ पानी घट्दै यहाँदेखि तल आएर चाहिँ यहाँसम्म मात्रै एकजना साथीले पक्रिसक्छ ल हेर्नुहोस् माछाहरू हेर्नु साथी माछा टेकिन्छ भन्ने डर भइसक्यो माछा कुट्दै हुनुहुन्छ माछा कुट्नुलाई रेडी छ माछा पक्रिनुलाई रेडी छ पक्रिनु आँट्दा माछा कुटिरहनु भएको छैन चाहिँ साथी ल माछा कुटेर मारिसक्नु भएको छ धेरैवटा माछाहरू कुटेर मारिसक्नु भएको अलिक घटाउन उन त गइहाल्छ माछा तान्छ नि लु यहाँनिर ठुल्ठुलो माछाहरू कुदिरहनु हजुर लगभग हेर्नु त अझै पानी पुरै घटिसक्नु भएको छ पुरै घटिसकेको छ खासै धुमिलो नपर्नु न ऊ त्यहाँतिर ठुलो देखिन थाल्यो अहिले चाहिँ त्यो माछाको लाइन कुद्दैछ है यही पोखरीमा हेर्नुहोस् है माछाको साथी यसरी माथि उफ्रिँदैछ माछा समाउने बेला भइसकेको छ हाम्रो साथीहरू भोकिएर माछाको छेउ पुगिसक्नु भएको छ यहाँनिर ठुल्ठुलो
हो त्यो मन खाएलाई अब चाहिँ डोकोले माछा उगाउनुलाई गरिरहनु भएको छ ल, कति आयो र अब चाहिँ माछा डोकोले नै उगाउनु सक्ने पानी घटिसकेको छ यहाँ एउटा ठुलो माछा उम्काइहाल्नु भयो ल कस्तो उम्काइहाल्नु भएको त नानु न धुमिलो हुन्छ ल है साथीहरू अब चाहिँ साथीहरूले डोकोले माछा उगाउँदैछ अब चाहिँ ल हेर्नुहोस् है साथीहरूले अब चाहिँ पुरै माछा मार्ने आयो माछा पक्रिँदै उम्काइहाल्नु भयो ल माछाको रास घोक्याउँदैछ एउटा पाखा भए पनि आयो उतापट्टि साथी हो हेर्नुहोस् है अब माछा ठुलो माछा आयो पक्रिँदै हुनुहुन्छ साथीहरू अत्यन्तै सानो भाइले नि माछा पक्रिँदैछ है सानो भाइले नि माछा पक्रिँदैछ ल अब चाहिँ एकदम सानो भाइले नि माछा पक्रे माछा ल पुरै पानी सुकेर चाहिँ अब चाहिँ माछा साथीहरूले पक्रिँदै हुनुहुन्छ यसरी उगाउँदै हुनुहुन्छ उयो जाली लाउनु नि हौ जाली लाउनु नि
यता र उताबाट उगाउनु नि 2-3 जनाले जालीले पनि बच्चा मात्र माछाको रास र अहिलेसम्म माछा यति चाहिँ भाइले यत्रो माछा समाइरहेछ यो चाहिँ माछा मार्ने टिमहरू है माछा मार्ने टिमहरू पुरै बगर पारेछ यो चाहिँ लगभग 10 मिटर जति अग्लो पानी थियो अहिले चाहिँ पानी सुक्दै 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 ठ्याक्कै यसरी अहिले यो जुन 3टा पाइपले पानी तानेर आउट पठाएर अहिले चाहिँ साथीहरू पानी सकेर त्यस्तो भइरहेछ यसरी बगरमा माछा टिपिरहनु भएको छ पुरै बगर पानी पर्नु भएको ल लु गएछहरू अब चाहिँ फाइनल भएको छ माछा सबै टिपिसक्नु भएको छ साथीहरूले लगभग यो भिडियो चाहिँ अझको लागि अन्तिम यो पोखरीमा फाइनल भएको छ माछा यो सानो भाइले यत्रो समाइरहेछ वाउ साथी हो माछा हेर्नुहोस् है लगभग यो चाहिँ माछा ठुलै माछाहरू हुन् र माछाको रस आज चाहिँ यति माछा मार्नु भएको छ हेलो साथीहरू अब चाहिँ अघि चाहिँ हामी माथिल्लो दाहामा थियौँ अब चाहिँ हामी ठ्याक्कै तल्लो दाहामा आएको छौँ र अब चाहिँ साथीहरूले यहाँ पाइपबाट यो पुरै पोखरीलाई पानी पाइपबाट तानेर आउट गर्ने तरखारमा रहेको छ यहाँ साथीहरू एकदम तयारी अवस्थामा हुनुहुन्छ र यहाँ पनि माछा चाहिँ राम्रै छ भन्ने कुरा हामीले सुनेको छौँ अब हेरौँ कतिको माछा यहाँ पाइन्छ अब भरे यो जुन पानी यो पाइपबाट तानिसकेपछि चाहिँ हामीले प्रष्ट माछा अघि जुन माथिल्लो ताला जस्तै मारेको देखाउनेछौँ र त्यो जुन अहिलेको दोस्रो दाहा हो अघिको चाहिँ माथिल्लो फर्स्ट थियो अब चाहिँ जुन यहाँनिर हामीले कतिको माछा छ भन्ने कुरा पूर्वानुमान त गर्न सकेको छैन तर पनि धेरै माछा छ भन्ने कुरा चाहिँ गर्नुभएको छ ल हेर्नुहोस् हाम्रो माछा मार्ने सिकारी साथीहरू अब एकदम
एकदम तयार छ यो पानी चाहिँ पाइपबाट आउट गर्नको लागि हजुरहरूले देख्न सक्नुहुनेछ र अन्तिममा यो अब लगभग 1-1.5 घन्टा पछाडि चाहिँ यो पानी पाइपबाट आउट गरेर मात्र माछाहरू मारेको देखिनेछ र मार्न सकिनेछ। यो पनि दाहा ठुलै छ, त्यसो भएको हुनाले हजुरहरूलाई म अब भरे अन्तिममा यो पानी पाइपले तानिसकेर चाहिँ म माछा मारेको पुनः भिडियो हजुरहरूलाई देखाउनेछु। अहिलेको लागि म यहीँ मेरो भिडियो स्थगित राख्न चाहन्छु। हस्त नमस्कार। आफ्नै छेउमा घाँटी निकालिराख्यो नि माछाले। यति घाँटी निकाल्छ गुड। फेरि यो कुरीभित्र त धेरै रहेछ है माछा। डुकु पर्छ क्या यो कोही भित्र फेरि गजब छ गजब ल यो कुरीभित्र यता ल है त्यसरी हो। फेरि गयो यार उन्दै गयो नि भरे कहीँ जाँदैन त्यो माछा भरे कहीँ भेट्यो ऊ तल हेरौँ त कहाँ जम्पिङ गर्दैछ ऊ त्यतिर माछा है होइन यहाँ निकै बाक्लो छ हौ माछा। उयो माछा पानी घट्सक्यो अब धेरै माछा ठुलो माछा फेरि त्यो माछा एकदम यो कुरीबाट निकालेकै छ। त्यो ढुङ्गा र केटो छ त्यहाँ त मैले भित्र कराएँ ऊ ठुलो कराएँ माछाको आवाज साथीहरू गाई यो खोला सुकाउनु नपर्ने छ नि त नि यहीँबाट माछाहरू माछाको आवाज सुनेर नि कसो कसो गरेको रमी त हेर्नु है सबैले माछाहरू गाइसहरू यहाँ चाहिँ बब्बाल भएर चाहिँ यहाँ चाहिँ माथि एउटा कुरिरहेछ अनि यहाँ पानी पुरै पानी बढेको होइन यस्तै हो अलिक आएछ भरिएछ माथि यो अहिले हो अलि आवाज आयो होइन घाँटी निकाल्यो माछाले पोखरी फेरि घाँटी निकाल्यो दुईटाले निकाल्यो केही नभएको अर्काले माछाहरू खान्छ कुनै विषय डिप्रेन्ड नगरेको माछाहरू फ्रेस माछा हो क्या असलमा फेरि माछा त्यो माछा गयो गएको ठुलो ठुलो जान्छ अघिदेखि गइरहेछ माछा माछा रहेछ है यहाँ निकै बाक्लो रहेछ ऊ हेर्नु त कालो रिङ्गै वारी पारी पनि त्यति नै छ। त्यहाँतिर त नि रिङ्गै छ नि माछा हेर्नु लु जानु सानो हात आज यसलाई छिरौ त्यो त अप्ठ्यारो पनि माछा नउम्काउनु है समय सकेको माछा
हंस दिरी दिरी रिग्रे उहिलेको आशा लेप्पेसी यो मक्सा चित्त बुझ्नु त यहाँ छ माछाहरू मलाई चित्त पनि बुझ्यो होचेपछि माछा आधा पिल्चे हुँदो रहेछ कि हराउँदो रहेछ उता जान्छ हो रहेछ त्यो चाहिँ यो यस्तो एउटा यस्तो चेप रहेछ निकाल्नु अप्ठ्यारो छ कनिङा वाङ इन्डोला खै क्यांग उहिले हिमालय नाना इगोनो र्याक खडायो अक्पा स्यामा फेरि ऊ तल पल्टेको हेर्नु त माछा यत्रो पुर्लाक गयो हाल्नु भने दुलो यस्तो रहेछ है दुलोमा हात हाल्यो लु हात हाली हेर्नुहोस् त अझै एक दुईवटा माछा छ कि यस्तो अप्ठ्यारो भित्र ए निकाल्नु अझै सकेको रहेन निकालिसकिएको छ हो यो माछा सरको पाली यति धेरै माछा निकालिसकिएको छ ट्राई गर्नु मिराइदिँदो र अप्रिल म्याङ खसी छ सक्यो मेरो ल एउटा जति निकाल्नु त फेरिबाट ट्राई है